आज चाहिँ मेरो दिनको सुरुवात होइन आमाले चाहिँ शिव भगवानलाई जल चढाउनु भयो होइन अनि त्यसपछि चाहिँ मेरो छतमा चाहिँ भङ्गेराहरू खेल्न आए त्यसपछि बच्चाहरूले चाहिँ बाटो छेके। हेलो गाइज स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ डे 20 हो होइन अनि आज चाहिँ शिवरात्रि हो कि गाइज त्यसैले मेरो निधारमा चाहिँ टिका देखिरहनु भएको होला होइन गाइज। अनि गाइज आज चाहिँ शिवरात्रिको दिनमा आज म जे गर्छु होइन त्यो चाहिँ यो भिडियोमा देखाउँछु। अलिकति लामो होला होइन गाइज। अनि यहाँ साइडमा मेरो मन्दिर छ कि गाइज तपाईँलाई थाहा होला होइन। यहाँ चाहिँ होइन शिवको मन्दिरहरू छ क्या अनि उयो चाहिँ ज्वालादेवी मन्दिर हो कि गाइज। अनि गाइज अब चाहिँ म तल जान्छु अनि त्यसपछि ब्लग बनाउँछु है गाइज। फाइनल गाइज म बारीमा आएको थिएँ होइन अनि त्यहाँ चाहिँ बच्चाहरूले चाहिँ बाटो छेकिरहेको रहेछन् क्या। अनि गाइज तपाईँहरूलाई यो पातको बारेमा थाहा छ? यो पात बच्छ नि, ल सुन्नु है गाइज। A few moments later. गाइज तपाईँहरूले चाहिँ भन्ठाने होला होइन आमा र म चाहिँ कहाँ जानला होला भन्ठानेर चाहिँ म बाघ भैरव जाँदै हो कि गाइज दर्शन गर्न। अनि म जाँदै थिएँ होइन अनि त्यो अघि नै मैले पात बजाएको थिएँ नि, यहाँ त कति धेरै रहेछ क्या त्यसको बोट होइन। अनि फाइनली गाइज अनि म बाघ भैरव पनि आएँ, कति धेरै मान्छेहरू थियो क्या त्यहाँ। अनि यहाँ चाहिँ पूजा नि भइरहेको रहेछ अनि आमाले बाघ भैरवलाई पूजा गर्नुभयो। अनि त्यसपछि म यहाँ छु होइन गाइज यो ऐनामा अनि यहाँ चाहिँ बाघ भैरव मन्दिर छ होइन गाइज। अनि पूजा पनि सक्यो अनि त्यसपछि अलिकति तल के भएको रहेछ होइन गएर हेरेको त त्यहाँ बिहे भइरहेको रहेछ क्या। A few moments later. गाइज अनि म घर पनि आएँ होइन अनि अब चाहिँ म खाना खाँदैछु होइन। ऊ त्यो दही हो, यो चाहिँ खाना हो होइन गाइज। अनि मैले एउटा भिडियो बनाएको थिएँ क्या अस्ति च्यालेन्जवाला, बायोमा राखिदिन्छु है गाइज। त्यसमा चाहिँ कमेन्ट आएको थियो कि खाना खाएको भिडियो चाहियो भनेर। अनि गाइज अब चाहिँ म खाना खाँदैछु, मेरो च्यालेन्ज पनि पुरा भयो है गाइज। खाना पनि खाइयो होइन अनि अब चाहिँ होइन म नुहाइ धुवाइ गरेपछि भेट्छु है। A few moments later. गाइज अब होइन नुहाइ धुवाइ नि गऱ्यो होइन नुहाएँ अनि सबै गरेँ होइन गाइज। अब चाहिँ तपाईँहरूले मेरो भ्लग मन पऱ्यो होला, थ्याङ्क फर वाचिङ दिस भिडियो। ओके बाई।